हेलो गाइज वेलकम ब्याक अगेन सो फाइनल्ली आजको फर्स्ट डे सो आज हिजो बेलुकीतिर चाहिँ हाम्रो भान्जा दुईवटा भान्जा अनि बहिनी हाम्रो घरमा चाहिँ आउनुभएको थियो सो बहिनी अनि भान्जाहरू दुईवटा र आजको नेक्स्ट डे बाट चाहिँ भ्लग स्टार्ट भएको छ आज बिहान लगभग करिब 9 बजिसकेको छ अब हामी एकछिनमा खाना खान्छौँ मसँग हुनुहुन्छ हाम्रो जेठो भान्जा है जेठो भान्जा तिम्रो नाम के हो भनिदेऊ वरुण परियार वरुण है अनि भाइको नाम अरुण परियार अनि बाबाको नाम बिरबल परियार मम्मीको नाम लक्ष्मी परियार अनि मेरो नाम तर दुःखको कुरा हैन म धेरै घर बस्दैन नि त त्यो मेरो भान्जाहरूलाई चाहिँ म चाहिँ मेरो नाम चाहिँ थाहा छैन के सो मेरो नाम नेगम परियार है म तिम्रो माइलो मामा है सो आज हाम्रो ब्लग स्टार्ट भइसकेको छ वरुण र मैले चाहिँ हामीले चाहिँ बेडबाट नै हाम्रो भ्यू टावरबाट चाहिँ ब्लग स्टार्ट गरिसकेका छौँ सो आज हामी दिनभरि के गर्छौँ कहाँ जान्छौँ हाम्रो आज होम भिजिट रहनेछ सो घरतिरैको होइन यताउति केही कुराहरू रहनेछ सो ब्लगलाई चाहिँ सकेसम्म छोटो बनाउने प्रयास गर्नेछु सो भिडियो सबैले पुरा हेरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब माई च्यानल युनिक टिभी भन्दै होइन सो आजको ब्लग स्टार्ट भइसकेको छ सो आजको हाम्रो भिलेज लाइफस्टाइलको चाहिँ ब्लग रहनेछ मामा भान्जाको एकछिनपछि म तपाईँहरूलाई मेरो अरुण भान्जा पनि देखाउनेछु बहिनीलाई पनि देखाउनेछु सो फ्यामिली होम भिजिट प्लस भिलेज लाइफस्टाइलको चाहिँ ब्लग रहनेछ सो ब्लगलाई चाहिँ म सकेसम्म छोटो बनाउने प्रयास गर्छु ओके चाहिँ हाम्रो भान्जा वरुण र म चाहिँ भान्जालाई गाउँ डुलाइदिनु पर्यो रे गाउँ देखाइदिनु पर्यो बोरिङ फिल भयो रे बोरिङ भयो मामा भनेको छन् सो त्यो भएर भान्जा र म चाहिँ सर एकचोटि गाउँ घुमेर आउँदैछौँ सो हामी सँगसँगै तपाईँहरू पनि घुम्नु होला मेरो गाउँ देखाउने छु म तपाईँहरूलाई हेलो गाइज वेलकम ब्याक होइन सो अहिले हामी हाम्रो वरुण भान्जा र म चाहिँ अब गाउँतिर सर यसरी होइन लाग्दैछौँ होइन घाँसको बोट के अरे गाउजो घाँसको रुख हो लहरा हो त्यो हाम्रो घर चाहिँ गाउँभन्दा यतापट्टि वान साइडमा छ नि त त्यो भएर होइन अहिले हामी यो गाउँको हाम्रो मुख्य सडकमा निस्किसकेका छौँ लगभग धेरै माथिसम्म सडक पिच भएको छ र चाहिँ माथि हिलेखर्का कोट गाउँहरू उतातिर पनि सडक चाहिँ पिच भएको छ हिलेखर्का गाउँसम्म र चाहिँ यो चाहिँ मेरो गाउँ रहेको छ अहिले अब गाउँ घरमा त्यही त हो बस्ती छैन होइन भएको घरहरू यसरी खाली खाली देख्न सकिन्छ तर चाहिँ अब चौतारोहरू पनि खाली छ पहिला चौतारोले दिगदार मान्थ्योलाई कति आउँदो रहेछन् भनेर अहिले चौतारोले एकजना आएकै नि हुन्थ्यो भने जस्तो भइरहेछ सो हाम्रो गाउँमा चाहिँ ठुल्ठुलो बरको रुखहरू छ बर अनि पिपलको चौतारो यतापट्टि छ सो बरको रुखहरू यो हाम्रो धारो यो धारो र मेरो चाहिँ बचपनदेखिको सम्बन्ध छ जब म जन्मेँ 2050 सालमा सो 2050 सालमा जन्मिँदाखेरि बनेको धारो हो यो पनि यो 2050 सालमा बनेको धारो हो र यतापट्टि चाहिँ सार्वजनिक शौचालय छ दुईवटा है यो चाहिँ पब्लिक मान्छे हिँड्नको लागि मान्छेहरूको लागि चाहिँ हो तर अहिले अब यसको पनि प्रयोग छैन अब चौतारोको त प्रयोग छैन खानेपानीको धारोको प्रयोग छैन है मान्छे अब सवारी साधनमा साट हिँड्ने भयो अनि अब उकालो ओह्रालो गर्ने मान्छेहरू त हो नि चौतारोमा बस्ने यताउति होइन यता अनि यो चौतारोसँग नि मेरो बचपन धेरै जोडिएको छ यो चौतारोसँग मेरो सम्बन्ध अझै पनि हामीले चाहिँ देख्न सक्छौँ बाघसालहरूको चाहिँ यो ड्रमहरू है पहिला यसरी चाहिँ खुर्पाले उ गरेर यसरी बनाएर खेलिन्थ्यो यहाँबाट जाने हैन माथि जाने हो ए हामी माथि छु
यो चाहिँ हाम्रो चाहिँ वन समितिको भवन र दुध उत्पादन डेरी होइन डेरीको भवन महिला समूहको सबैको भवन चाहिँ यहाँभित्र रहेको छ। 3टा भवन छ यहाँभित्र है। एउटा चाहिँ महिला समूहको, एउटा वन समितिको र एउटा चाहिँ दुग्ध उत्पादनको डेरी छ यहाँभित्र, दुध चिस्यान केन्द्र। भान्जा हामी कहाँ जान लाग्यो हामी अहिले? त्यो कसको घर हो त्यो? कसको घर हो त्यो? कान्छाको घर होइन, पूर्णबहादुरको? अघि हाम्रो घर आएको थियो नि कान्छा। लेजी छ र लेजी घरमै छ होला नि। सो यो मेरो गाउँ र चाहिँ त्यो रहेको छ 1700 फाँट भन्छ। त्यो जुन ग्राउन्ड देखिएको छ खाली जग्गा, ठुलो ग्राउन्ड, 2टा बस पनि बसिरहेको छ। यहाँबाट देखिएको छ कि देखाएको छैन। यो मोरसाङदी नदीभन्दा उतापट्टि चाहिँ गोर्खा पर्छ, यता वारी चाहिँ तनहुँ पर्छ। सो त्यो ग्राउन्ड भएको चाहिँ हाम्रो मित्रता मावि हो। मैले 11 त्यही पढेको, 9, 10, 11सम्म। 12 त मैले क्लियर गरिनँ होइन। अनि यो चाहिँ हाम्रो पूर्णबहादुर मगर कान्छाको घर। यसरी चाहिँ टनेलहरू पनि हामीले देख्न सक्छौँ। यहाँ टनेलभित्र खेती गरेको, तर यो केही समय अगाडि गरिएको, धेरै भइसक्यो जस्तो लाग्यो यो टनेलमा चाहिँ खेतीपाती नगरिएको। त्यही भएर अहिले यो छानो छानो भत्किराखेको छ। सो यतापट्टि हामीले देख्छौँ हाम्रै गाउँको यो माथिल्लोपट्टि भएको त्यो 2टै घर चाहिँ खाली छ। यो 2टै घरको घर जग्गा सबै बाँझो, यसरी खेतीयोग्य जमिन यसरी बाँझो छ, घाँस उम्रेको छ। घरहरू सबै कुनै थुत्रो भएका छन्, कति कुनै राम्रै छन् होइन। लिची चोरेर खान लाग्यो क्या भान्जाले? लिची चोरेर खान लाग्यो। त्यो देखिएको पारी गाउँलाई चाहिँ ढाप भन्छ। ढाप गाउँमा पनि अहिले जनसङ्ख्या एकदम कम छ है, धेरै कम छ जनसङ्ख्या, घरहरू पनि कम छ। यता बदेदाईहरूको, उता गोपालको थुप्रै घरहरू छैन र कति भत्किसके, कति खाली छन् र घर जग्गा त्यसरी नै बाँझो छ। र यो घर केशव राज मिश्रको हो, यो पनि खाली नै छ। यहाँ चाहिँ जस हाम्रो कन्सम काकाहरूले पिँडालु रोप्नु भएको रहेछ, उतापट्टि मकै रोप्नु भएको छ। र यो चाहिँ हाम्रो गाउँको खानेपानी ट्याङ्कीको चाहिँ ट्याङ्की हो होइन। सो खानेपानीको ट्याङ्की यसको पनि अब त्यही हो, मान्छेहरू छैन गाउँमा, वास्तव्यस्त छैन होइन। पानीहरू बनाउनु पर्ने यताउति केही पनि छैन। अब यस्तै छ। यो ट्याङ्की भएको ठाउँबाट चाहिँ हाम्रो गाउँलाई चाहिँ मजाले देख्न सकिन्छ क्या। अलिकति यहाँबाट अझै ट्याङ्की माथि चढ्न पाए झन् ट्याङ्की माथि हाइट हुन्थ्यो, अझ दामी देखिन्थ्यो है। हाम्रो घर भएको चाहिँ त्यतापट्टि हो। यतापट्टि हाम्रो गाउँ चाहिँ ठ्याक्कै 2टा चस्मा आकारमा छ क्या। उतापट्टि ठुलो अनि बिचमा सानो, जुन चौतारो भएको ठाउँमा सानो जग्गा, र फेरि यतापट्टि चाहिँ यसरी चाहिँ यतापट्टि ठुलो यसरी चाहिँ रहेको छ। सो हामीले देख्न सक्छौँ अलिकति देखिएको छ कि छैन होइन। त्यो चाहिँ हाम्रो भाइरल फुल हो, एक समयमा खुब भाइरल भएको थियो र अझै पनि मौसमहरूले खुलेको बेलामा, साथ दिएको बेलामा चाहिँ निकै त्यहाँ चाहिँ पर्यटकहरू, आन्तरिक पर्यटकहरू आउँछन्। त्यो हामीले सानो देख्न सक्छौँ। त्यहाँ बिचमा यो राणा गाउँ, एन्चोक र समस्तीपुर खडल गाउँ जोड्ने चाहिँ झलङ्गे पुल बनेको छ। एकदम हाइटमा छ, अल ठाउँ छ। तपाईँहरू आउनुभएको छ भने थाहा छ होला, र कोही आउनु भएको छ भने एकचोटि यतातिर आउँदाखेरि यो पुल अवलोकन गर्न आउनु होला। एकदम राम्रो ठाउँ रहेको छ यो। ट्याङ्की माथि गएर त्यहाँ माथि बसेर चाहिँ यो सर र गाउँ खिच्नु पाएको भए बब्बाल आउने थियो होइन। सो ट्याङ्की चाहिँ यसरी तार जालीहरू लगाएर चाहिँ सुरक्षित पारेको रहेछ। यसलाई अब तोड्नु पनि भएन। सो त्यो भएर नतोडौँ, यसलाई यसको नियम विपरीत नजाउँ होइन। सो हाम्रो गाउँमा चाहिँ के छ भने अब यो काठमाडौँ पोखरा पृथ्वीराज मार्गबाट चाहिँ मात्र 2 किलोमिटर माथि हो नि त। त्यो भएर यति 2 किलोमिटर माथिको बस्तीहरू पनि अब सबै चाहिँ हाइवेमा झर्दिएको कारणले गर्दाखेरि होइन, बसाइ सरेको र पहिल्यैदेखि चाहिँ पैतृक सम्पत्ति पनि हाइवेतिर चाहिँ खेतहरू भएको कारणले गर्दाखेरि र चाहिँ त्यसैमा चाहिँ पृथ्वीराज मार्गकै हाइवेकै छेउछाउमा चाहिँ घरहरू बनाएर बस्ने, व्यवसायहरू गर्ने भएको कारणले पनि यो गाउँ चाहिँ हाइवेबाट नजिक भएकै कारणले गर्दाखेरि चाहिँ बस्ती चाहिँ यसरी चाहिँ घर जग्गा
आज घरहरू चाहिँ खाली भएको हो होइन। सो योभन्दा माथि गाउँहरूमा फेरि टन्नै बस्ती छ, जस्तो कि समस्तीपुर, गिरान्चोर, भङ्गेरीमा पनि बस्तीहरू टन्नै बाक्लै छ, मान्छेहरूको बसोबास पनि बाक्लै छ। तर यो गाउँमा चाहिँ योभन्दा तलको डी गाउँमा पनि बस्ती बाक्लै छ, तर यो गाउँमा चाहिँ बस्ती चाहिँ निरन्तर घटेको भइराखेको छ। यहाँको बसाइ, यहाँको जनसङ्ख्या घटिराखेको छ। सो है यस्तै छ यहाँको अहिलेको गाउँको अवस्था। अलिकति यो माथिको गाउँहरू पनि सेफमै छ होइन, कुनै पनि बसाइसराईलाई कुनै असर पारेको छैन। र चाहिँ तल हाम्रो गाउँभन्दा तल जुन चाहिँ 1 किलोमिटर माथि डी गाउँ छ त्यसलाई पनि असर पारेको छैन। तर यो 2 किलोमिटर माथि रहेको हाम्रो डुमडाँडा गाउँलाई चाहिँ एकदम असर पारेको छ यो बसाइसराईले गर्दाखेरि। अहिले हामी चाहिँ फाइनली घर आइसकेका छौँ। अस्तिको हावाहरूले यो रुख ढलाएको थियो र चाहिँ यहाँ चाहिँ अहिले यो रुखको हाँगाहरू काटेर यसरी चाहिँ साइड लाएर राखेका छौँ। र यहाँ चाहिँ रुखहरूको त्यो ठुल्ठुलो हाँगाहरू तलाउनु बाँकी नै छ, पोल उठाउनु बाँकी नै छ। र त करेलाको खेती सबै नष्ट पार्यो होइन, सर यहाँबाट उहाँसम्म। घाँस अझै पनि छ, यहाँ घाँस पनि लिन आएको छैन, यही लोर हालिदिनु पऱ्यो, अलिकति बाख्राले खान्छ कि। र यसलाई व्यवस्थापन नि भएको छैन, अझै गर्न बाँकी नै छ। boleh pulang dah. Kita sudah lihat tadi. Bokeर 50 खोका भन्दा सुनाइदेऊ न। बोकेर 50 खोला, बोकेर 50 खोका, बोर्डर वारी पारी भन्न। 50 kola. पुरै हान्नु। ला भन्छ यो के हो भन्छ? यो सर्प जस्तो के हो यो? कति ठुलो हो, कति लामो हो, जमिन छुइसकेछ त। आमालाई भान्जाले आमा बार्गेन गरेको रहेछ। यहाँ होइन हिजो नि सब आइसक्नु भएको छ। सो उहाँलाई चाहिँ यस्तो भिडियो स्टुडियोमा क्याप्चर गरेको इन्ट्रोडक्सन गरेको मन पर्दैन, तर म एकदम गोप्यमा सुटुक्क चाहिँ उहाँको चाहिँ केही सिनहरू चाहिँ लिनेछु। सो हाम्रो ज्वाइँ सब आइसक्नु भएको छ, नानी र भान्जाहरू चाहिँ साउन्ड भएको थियो। सो पानी पनि आकाशबाट पर्ला पर्ला जस्तो भइरहेको छ। सो मौसमले फेरि चलिरहेको जस्तो लागिरहेको छ। सो अहिले राम भाइ, मेरो राम भाइ चाहिँ यता कुखुरा काट्न आएछ। सो यता लक्ष्मण भाइ चाहिँ आगो पुगिरहेको छ यताउति। आमा र बहिनी किचनको काम गर्दै हुनुहुन्छ। बुवा चाहिँ हल्का लगाएर होइन बिन्दास हुनुहुन्छ, ज्वाइँसँग कुरा गर्दै हुनुहुन्छ। सिधा भन्नु पर्दाखेरि म अहिले यहाँ छु। सो राम भाइले के कति गरिरहेको छ काम हेर्न जाउँ होइन। पुरा नाङ्गो झार बनाइसकेको रहेछ। अनि अब त्यसलाई काटकुट गरेर बेलुकी खानपिन कार्यक्रम हुन्छ। सो अघि अब हाम्रो चाहिँ साप चाहिँ अब त्यो मनै पर्दैन क्या उहाँलाई, मलाई जहाँसम्म लाग्छ। र अब कि त्यही त हो, जस एउटा सिन मात्रै लिन्छु उहाँको नथा पाउने गरेर। हाम्रो ज्वाइँ साहब लगभग म र ज्वाइँ साहबको भेट त पहिला नि भइराखेको हो कि अस्ति आएदेखि। लगभग त्योभन्दा अगाडि चाहिँ लगभग हामी 5-7 वर्ष पछि चाहिँ भेट भयो मेरो र हाम्रो ज्वाइँ साहबको। नानी भान्जा लगायत सबैजना। र चाहिँ म चाहिँ केही अस्ति आएदेखि नै करिब 2 महिनादेखि नै ज्वाइँहरूसँग, बहिनीहरूसँग, भान्जाहरूसँग चाहिँ कनेक्सनमा छु, कनेक्ट भइरहेको छु। र त्योभन्दा अगाडि हाम्रो लगभग 5-7 वर्षको ग्याप छ क्या, त्यति धेरै ग्याप छ हाम्रो। सो होइन
आजको भिडियो चाहिँ अलिकति मैले चाहिँ लामो बनाउँदिनँ भन्दा नै अझै झन् लामो पो होला जस्तो लाग्यो है। सो अब साँझ पनि लगाइसकेको छ, भाइले मासु काटिसक्यो, आमाले खानासाना बनाउँदै हुनुहुन्छ अनि हाम्रो ज्वाइँ साहब भान्जाहरू खेलेर बसिरहनु भएको छ घरमै। सो अब एकछिनमा हाम्रो खानपिनको कार्यक्रम पनि हुनसक्छ। सो हेरौँ होइन, सकेसम्म भिडियोलाई छुट्याउने भन्दा लामै भयो जस्तो छ। सो च्यानलमा नयाँ हुन्छ भने प्लिज सब्सक्राइब माई च्यानल युनिक टिभी है। सो युनिक टिभीलाई सबैजना माया गरिदिनु होला र चाहिँ भिडियो मनपर्छ भने लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, छोटो मिठो कमेन्ट पनि छोडिदिनु होला। त्यही नै हो। सो अलिक नयाँ च्यानल छ होइन, पुरानो च्यानलको अब हालत खराब भइहाल्यो, देखिहाल्नु भयो। सो नयाँ च्यानल छ, सबैजनालाई माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला। सो होइन, पहिला पनि अब के गरौँ युट्युबमा भनेर चाहिँ अब त्यत्रो ब्लगिङहरू स्टार्ट गरेको थिएँ मैले। सो त्यो पनि भएन। सो अब यो च्यानल सबैजना माया गरिदिनु होला। यसलाई चाहिँ अलिकति प्रोफेसनल रूपमा चाहिँ अगाडि बढाएर चाहिँ लिएर जाने सोचिरहेको छु मैले है। त्यही नै हो। सो गाइज फाइनली अहिले चाहिँ अब आजको ब्लग चाहिँ एन्डिङ भइसकेको छ। सो सबैजनालाई गुड नाइट, शुभरात्रि। सो आजको ब्लग चाहिँ अलिकति लोकल छोटो बनाउने प्रयास थियो, त्यो भएर अलिकति घरमै बसेर यताउति भयो होइन। सो फ्यामिलीसँग यताउति गफसप अलिकति भेटघाटहरू भयो। मेरो ज्वाइँ बहिनी अनि भान्जा आउनुभएको थियो नि त। सो आजको ब्लग तपाईँलाई कस्तो लाग्यो जस्ताको जस्तै कमेन्ट गर्न भनेर नबिर्सनु होला। थ्याङ्क यू फर वाचिङ एन्ड सब्सक्राइब माई च्यानल युनिक टिभी भन्दै आजको यस ब्लगबाट म नेगम बिदा पनि अनुमति चाहन्छु। सो हाम्रो भेट अर्को सर्ट भिडियोमा, अर्को मिनी ब्लगमा र अर्को लङ ब्लगमा चाहिँ पक्कै पनि भेट हुनेछ। सो त्यतिन्जेलसम्मको लागि म नेगमलाई बिदा दिनुहोस्। थ्याङ्क यू फर वाचिङ एन्ड सब्सक्राइब माई च्यानल युनिक टिभी। थ्याङ्क यू सो मच। ओके, बाई, सी यू अगेन, गुड नाइट।